नेपालको इतिहासमै कुनै पनि प्रधानमन्त्रीले नेपाल सरकारको स्वामित्वमा रहेको संस्थानको उत्पादनलाई विज्ञापन गरेको यो पहिलो घटना हो। प्रधानमन्त्री बालेन शाहले खाँदै गरेको यो डिडिसीको चिज र यसका उत्पादनहरू हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ, किनभने यो उत्पादन अझै पनि देशका धेरै ठाउँमा पुग्न सकेको छैन। डिडिसी अर्थात् डायरी डेभलपमेन्ट कर्पोरेसनको स्थापना तत्कालीन राजा महेन्द्रको शासनकालमा सन् 1969मा भएको हो। आजभन्दा झन्डै 57 वर्ष अगाडि पनि डिडिसी अर्थात् दुग्ध विकास संस्था बनाउनुको प्रमुख उद्देश्य भनेको नेपालका ग्रामीण किसानहरूलाई दुधको उचित मूल्य र बजार सुनिश्चित गर्ने र शहरी उपभोक्ताहरूलाई स्वच्छ तथा प्रशोधित दुध र दुग्धजन्य पदार्थ उपलब्ध गराउने रहेको थियो। पवित्र उद्देश्यका साथ स्थापना भएको डिडिसीको अहिलेको अवस्था हेर्नु पर्दाखेरि उसलाई आफ्नो खर्च धान्न समेत मुस्किल परिरहेको भनेर समाचारहरू आइरहेका हुन्छन्। किसानले आफ्नो भुक्तानी पाउन 4 महिनासम्म कुर्नुपर्ने बाध्यताका साथै डिडिसीले सरकारलाई तिर्न बाँकी ऋण पनि 1 अर्ब 25 करोड रुपियाँ पुगिसकेको भनेर विभिन्न समाचार माध्यमहरूमा हामीले देख्न पाएका छौँ। आशा गरौँ डिडिसी अब छिट्टै व्यवस्थापकीय कमजोरी सुधार्दै डिडिसी लगायत नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीहरूले आफ्नो उद्देश्य प्राप्त गर्न सकुन्।